चाहिँ लेखेर दिनु भएको छ अनि मैले उहाँलाई सोधेँ तपाईले लेख्नु भएको कुरा यहाँ पढेर सुनाऊ भनेको हुन्छ भन्नुभएको छ अनि उहाँको सहमतिमा उहाँले लेख्नु भएको कुरा म तपाईहरुलाई भन्छु है त। उहाँले लेख्नु भएको छ, नमस्कार, म फरक क्षेत्रमा रहेको व्यक्ति हुँ। नमस्कार दिजु, हजुर मेरो प्रेरणाको स्रोत हुनाले प्रत्यक्ष भेट्ने चाहना धेरै समयपछि आज पूरा भएको हुँदा हर्षित छु। हजुर नीति निर्माण तहमा नजिक रहेर आम नागरिकको स्पष्ट प्रतिनिधि हुनाले साना बालबालिकाले पनि केही समस्या पर्दा देख्दा हजुरको नाम लिएको पाएको छु। स्थानीय सरकार छ तर समस्याको समाधान त परेको कुरा सुन्ने फुर्सद पनि हुँदैन। यथार्थ कुरा सुन्ने, सही सम्बोधन गर्ने परिपाटी खासै देखिँदैन। हाम्रो दलमा के छ होला भन्नुभएको छ। हरेक ओडामा समस्या सुनेर यथार्थ बुझेर सुनवाई गर्ने ठाउँसम्म पुर्याउने सहजकर्ता हुनु आवश्यक छ। 5-7 जनाको समूह बनाएर छलफल निर्णय गरेर निष्कर्ष हजुरहरूकोमा आउने व्यवस्था छ कि छैन होला। पदको लालसामा आफू लड्ने भिड्ने छुट्टा छुट्टै समूह बनाउने पुराना दलहरूको रोग यो दलमा नलागोस् भन्ने कामना गर्दछु। देश नागरिक भन्दा पनि आफू आफ्ना पदकै लागि लडिरहेको देखिन्छ। रासोपामा त्यस्तो नहोस्। रासोपाका 4-5 जना हाम्रो आशाका केन्द्र होइसिन्छ। कुनै विकास निर्माण कार्य गर्दा उपभोक्ता समिति गठन गर्छन् तर नारीको सकभर प्रतिनिधित्व नै हुँदैन। नारी पुरुष बराबरी नारा मात्रै हो। आर्थिक नैतिक भ्रष्टाचार छ। हरेक तह तबकामा इमानदारीपूर्वक काम गर्नेलाई फसाउने पात्र प्रवृत्ति छ। शिक्षा स्वास्थ्य निशुल्क भन्ने घोषणा पत्र राजनीति दलको छ तर वर्षेनी पुस्तक फेरिन्छ। ओडा नगरमा कार्यक्रम आउँछन् आसेपासेले मात्रै सेवा सुविधा लिएको पाइन्छ। जागिर खान आवेदन माग्नु भनेको त कर्मकाण्ड निभाउनु मात्रै हो। भित्री रूपमा नियुक्ति गरिन्छ। भ्रष्टाचार गर्नेलाई सम्मान गरेको पाइन्छ। आजीवन कारावास सर्वस्व हरणको कानुन किन ल्याइँदैन? कृषि प्रधान देश नारामा सीमित छ। मलबिउ सिँचाइ उचित मूल्य बजारीकरण छैन। शिक्षा स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा समस्या छ। भ्रष्टाचारमा दिएको उजुरी कहाँ कसरी गर्न सकिन्छ होला? गोपनीयता हुन्छ कि हुँदैन होला? फरक क्षमता भएको व्यक्तिहरूलाई नागरिक नै ठानिँदैन। घर परिवार समाज राष्ट्रमा यो समस्या विकराल छ। हाम्रो करको चरम दुरुपयोग भएको छ। आवाज उठायो कि प्रक्रिया पुर्याएर गएको अवस्थामा पनि काम हुँदैन। स्वास्थ्य बिमा पनि आवाजबिनहरूलाई लुटिएको छ। पालिका स्तरमा दिने तालिममा उत्पादन भएको सामग्रीहरू प्रशिक्षार्थीले किन खोज्दा पनि नदिने? जनप्रतिनिधिहरू उहाँहरूको साथमा आउने पाहुनाहरू कर्मचारीहरूले घरमा लिएर जानु कतिको उपयुक्त होला? न्याय पाउन पैसा अगाडि सार्नुपर्छ भनेर उहाँले यसरी समस्याहरू चाहिँ लेख्नु भएको छ। फरक क्षमता भएको व्यक्तिले आफ्नो समस्यालाई, आफ्नो प्रश्नलाई आफ्नो प्रतिनिधि भेटेको बेला सोधौँ भन्ने उहाँलाई लागेको रहेछ। उहाँले केही कुराहरू राख्नु भएको छ। केही पार्टीगत कुराहरू छन्। ती पार्टीगत कुराहरूलाई हामी सम्बोधन गर्छौँ। मैले बोलेको सुन्नुहुन्छ? तपाईँले सुन्नुहुन्छ? उहाँले सुन्नुहुन्छ। अरू थप कुरा चाहिँ के गर्न सकिन्छ हाम्रो पार्टीको सवालमा छुट्टै बसेर गरौँला। तर एउटा चेतनशील नागरिकले, फरक क्षमता भएको व्यक्तिले चेतनशील तरिकाले सोधेका प्रश्नहरू नै आज आम नेपाली जनताका प्रश्न हुन्। हामी सबैजना उहाँ जस्तो नागरिकको प्रश्नहरूलाई चाहिँ समाधान गर्नको लागि राजनीतिमा आएका हौँ। तर अहिले रवि लामी छानेमाथि जुन प्रतिशोध साधिएको छ, सकभर युवा पुस्ता नै नआउन्, जनताका मुद्दाहरू सुन्ने पात्रहरू नआउन् भन्ने किसिमको प्रवृत्ति देखिन्छ। त्यही कारणले हामीले यो सुरुवात गर्नुभएको, यो अभियानको सुरुवात गर्दा माननीय रवि लामी छानेमाथि जुन प्रतिशोध साधिएको छ, यो प्रतिशोधका विरुद्ध हामी गाउँ गाउँमा अभियान लिएर हिँडेका छौँ। सँगसँगै आउने निर्वाचनमा आम नेपाली मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ बहुमत दिलाएर निर्णय गर्ने सक्ने क्षमतामा पुर्याएको खण्डमा आम नेपाली जनताका समस्यालाई चाहिँ समाधान गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी तयार छ। त्यो तरिकाले चाहिँ काम पनि गरिरहेको छ। तपाईँको प्रश्नको लागि, तपाईँको सुझावको लागि एकदमै धेरै धन्यवाद। एकदम खुसी लाग्यो है उहाँको यति